छब्री मकै खानको लागि रेडी। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। बाख्रा छोडेर बाख्रा सहित खेत खन्न गइरहेको छु। यति यो खोरमा बनेछ होइन बाख्राहरू। यता हाम्रो यता भाइ, मेरो भाइ हो यो चाहिँ। पाराको छ मान्छे चाहिँ बिन्दास ल है। अब हामी बाख्रा छोड्दैछौँ ल। कसरी हामी चाहिँ बाख्रा पनि यहाँबाट कति समथिङ 45 मिनट जति टाढा लानुपर्छ होइन बाख्रा चलाउनलाई। हामी त्यो काम गर्ने ठाउँ पनि त्यतै हो क्या। त्यही भएर चाहिँ बिहान यति मकै खनेर आएको होइन मान्छे। त्यो भएर फेरि आएर खाना खायो। खाना पनि अलिकति 2 बजीतिर आएको थिएँ। त्यही भएर अब भात पकाएर खाऊँ भने हुँदैन, अलिकति टाइम अब पुग्दैन फेरि। त्यही भएर उति बिहानको अलिकति के भन्छ यो बिहानको त्यो चिसो भात थियो, त्योसँगै अमिलो मै थियो मै, अनि त्योबाट खाइदियो। त्यो मिलाएर खाइदियो हामी सबैले। एकदम पुरो भिडियो भ्लगमा देखाउने नै छु। तपाईँ स्किप नगरिकन हेरेर माया गरिदिनु होला। अहिले चाहिँ बाख्रा छोडै छ है। खास गरी चाहिँ विशेष गरी हामी आज धान सानो सानो त्यो बिउ राख्नको लागि, बिउ छर्नको लागि हामी चाहिँ माथि खेत खान जान लागेको। ल ल ल ल ल ल आइज आइज है। मजाको छ वातावरण, गाउँघरको रमाइलो जीवन छ। जीवन रमाइलो छ। हामी सानो सानो खोलामै यहाँनिर खोला माछा मारेर खेलिन्थ्यो। पानी निस्केको छ अहिले यहाँ। हजुर हजुर म्याना न न म्याना। विशेष गरी बाटो चाहिँ यस्तो छ है। यस्तो बाटोमा हिँड्नु पर्यो। यस्तो छ हाम्रो बाटो चाहिँ। तपाईँले देख्यो कि देख्नु भएन, देख्नु भयो कि देख्नु भएन। यो आइज 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 तिमीहरूको बच्चाहरू त्यो थुनेर राखेको छ। भर्खर भर्खर ब्याएको रहेछ बच्चाहरू। त्यही भएर कराउँदैछ के बच्चा आउँदैन कि भन्ने पिरले होला होइन। त्यही हो विशेष गरी चाहिँ। खास गरी यहाँनिर हाम्रो पुल निर्माण भएको छ यस्तो विकट ठाउँमा होइन। कसरी बलुवाहरू ल्यायो भन्ने नसोच्नु, सोच्नु होला तपाईँले। यति दुःख गर्नुभएको छ यो पुल बनाउनले पनि। यति सानो पुल बनाउन कताबाट बलुवा बोकेको छ, सिमेन्ट कताबाट बोकेको छ, थ्याप गाह्रो छ। म नि आएको छु कि 1-2 दिन यता। यस्तो छ ओ भाइ चाहिँ त्यो गरेर आइपुग्यो होइन यता। बाख्रा चाहिँ छ कि अलिकति भयो भने गाउँघरमा यति हुनु भने राम्रै हो। कृषि निर्वाह जीवन बिताउनु पर्दाखेरि खास गरी चाहिँ यता भ्लगमा चाहिँ आज मेरो कुरा मात्रै धेरै लामो हुन्छ कि हुन्छ होइन, भइरहेछ होइन। हामी चाहिँ धेरै कुरा गर्ने परियो कि क्या हो। खास गरी यता हाम्रो चाहिँ खास गरी यस्तो छ कि ठाउँ चाहिँ यस्तो ग्रिन छ। माम म चाहिँ यो माथि चढ्नु, अब यो ढुङ्गा माथि चढ्नु लाग्यो। चढ्को जाने लटे है। ए खुनी खुनी तान त त्यो लखेर आइज न होइन। चङ्गो न छ हमाम आइज 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 आयो। म बसिहालेँ है। यस्तो छ यहाँ के अरे। आयो ल बसिहालेँ। यता भाइले चाहिँ मुनिबाट त्यो गराइ छैन के, बाख्रा लाखै नै सकिन अरे के। त्यही भएर कराइरहेछ। म्याम 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 कति माम कराइरहेछ के। हेर्नुहोस् यस्तो रिस पोखाइरहेछ होइन। यता बाख्रा त्यो गर्न सकिन अरे के। बाख्रा त्यो गर्न के अरे लखेड्न नसकेको भनेर बाख्रा कति थोरै देखा त हो, तर होला धेरै नै छ। ओ छिटो छिटो लखेडेर आइज न ल। आइपुग्न लाग्यो फाइनल्ली यता खन्ने ठाउँमा, खन्नुपर्ने ठाउँमा होइन आइपुग्न लाग्यो। बाँझो खन्नुपर्ने रहेछ यार। आज मरिन्छ कि क्या हो आज। ट्याक्क लगाएर ढुङ्गाल कुखुरा मारेर यहाँ पारिहाल्नुपर्छ आज। त्यस्तो दुःख गर्नु भने के होला। खन्नुपर्ने माथिको हो। हामी खन्नुपर्ने चाहिँ यतै हो क्या है। हेर्नुहोस् चरा भेटिन्छ कि खै कस्तो रहेछ हेरौँ। अन्न पछि पूर्व
मैले चाहिँ समाइदिएँ है बच्चा रहेछ बिचरा के को बच्चा हो बनाइज ए खतरा हाम्रो कुन चराको बच्चा हो यो चाहिँ समाउन त समाए बिचरा उठ्न नसक्ने हो कि के बुझ्नु त्यो दङ्गो त्यो के भन्छ ग्रासोभर समाउन म दिन लाग्यो यहाँ चिलको बच्चा हो कि क्या हो त्यही लाग्यो मलाई सिलको त होइन उल्लुको होला उल्लुको कहाँ हुन्छ यस्तो ए ओ ल खाइरहेको छ आँखामा झन्डै ठुङ्ने फेरि ल आइन कुलिरदा सेला bông nó phun rồi sang đi phun nem bông này anh qua uzo thế sang đi phun này nhưng thế có làm mình gì vậy vậy Ain. đấy ta मासला तरिहाल्नु छाड्यो कि केको बच्चा हो थाहै छैन त्यस्तै हातमा चाहिँ ठुङ्ने यसले नठुङ्ने चल यसमा हो कि मेरो हातमा होइन ल के हो त यार ठुल्छ त चल कस्तै हिँडे हो कि बच्चालाई हेरेर ओ यच कस्तो हिँडे हो कि बच्चा भएर हो कि बिचरा यसलाई के गर्ने हो भाइ ए मासला खाँदै खाँदैन कंकङ हो ल मैले खुट्टा पनि त्यो गरिदिएँ ल यस्तो मिलाएर दिने तेरो आमाले पनि दिँदैन तर पनि खान्छ कि खाँदैन हेरौँ बैगुनी यस्तै पनि समातेर यहीसँग राख्नु मन लाग्छ है पराउरो है सिकाएर जस्तो यो बाज जस्तै देख्यो कि यसको राफ्तार यस्तो हुन्छ नि ता मेरो 90 माथि मेरो मलाई यस्तो यस्तो लाग्यो कि यो यसको के त त्यो माउले चाहिँ पुर्क्यो यो पालो पनि अब केही दिनको लागि तिमी नउडेसम्म उहाँ त तिम्रो माउ बन्छ अब है अलपत्रमा रहेछ पुण्य कमाउनु पर्यो अब त्यो कमाउने भन्ने उद्देश्यले मात्र हुँदैन अब हजुर यो मात्रै हो भाउजू अब तिमी मरेन भने बाँचुन्जेल उहाँसँग हुन्छ हजुर अब केही छिनको लागि चाहिँ उहाँ त तिम्रो माउ बन्नुहुन्छ है अब उहाँको हातमा सुम्पिएर गएँ म चाहिँ म त काम गरिरहेको मान्छे हजुर त्यो उड्न त उड्ने होला मैले पनि ठ्याक्कै भित्तामा त्यो हप्काएर रहेछ त्यो सानो चराहरूले होला होला सायद हुन पनि सक्छ यो बल्ल बल्ल होइन अन्तिम बिन्दुमा आइपुगेको छ बल्ल यति त्यो गर्यो कि बल्ल बल्ल त्यो साँझ भइसकेपछि बल्ल बल्ल यति खनेछ कि भर्खर भर्खर त्यो पनि बाँझो गरेर यस्तो त्यो हुन्छ कि अब हामी जान पनि लाग्यो सकिन पनि सकिन यहाँ पानी पनि पर्यो त्यही कारण हामी आज अहिलेलाई चाहिँ जाँदैछौँ यार केही पनि ओड्ने केही ल्याएको छैन अब अरूको त्यो चाँदीहरू पनि राखिदिनु पर्ने छ अब जान लाग्यो है कति बजेको छ हेर त अहिले बजेछ ल एउटा बोका 56 भएछ हामी ओहो 7 बजेछ यार तर जान लाग्यो हामी चाहिँ अब अलि यसको के भन्छ